हेलो गुड इभिनिङ सबैजनालाई र फेसबुकको मित्रगणलाई। आज चाहिँ हेर्नुहोस् यहाँ के बनाउँदैछु मैले। यो हाम्रोमा चाहिँ अस्ति मैले देखाएको थिएँ जुन चाहिँ मकै, यो चाहिँ फलेछ। यो चाहिँ मकै फलेको रहेछ। अब चाहिँ यसलाई चाहिँ टिपेर आज चाहिँ लिएर यसरी घिउ लगाएर भुट्दैछ। यसलाई चाहिँ के लाउनुपर्छ भने अलिकति घिउ लाउनुपर्छ, त्यहाँदेखि अलिकति नुन घिउ लगाएर चाहिँ त्यहाँदेखि चाहिँ मजाले यसलाई अब यो चाहिँ अलिक अहिले सेतै छ। अब यसलाई अलिअलि यसको कलर आउँछ, यो रातो रातो हुन्छ, कालो कालो हुन्छ, त्यहाँदेखि चाहिँ खानुपर्छ। हाम्रोमा चाहिँ यस्तो आगो फुक्ने किचन छैन हो, अन्त त्यसरी चाहिँ हामीले चाहिँ यो चाहिँ निमेक गरेर पनि छोडाएर हो, मकै चाहिँ अब निमेक गरेर यसरी छोडायो हो। कति चाहिँ मुसाले पनि खाएछ है हो। यो चाहिँ मेरो जुन चाहिँ घरकै छेउमा रोपेको थिएँ नि, यस्तो फुलबारीको त्यो गार्डनमा, त्यहाँको मकै है यो चाहिँ। अब टाढो रोप्यो भने चाहिँ भालुहरूले बनेलहरूले खाइदिन्छ। अब घरकै छेउमा रोप्नुपर्छ यहाँ चाहिँ मकै रोप्दा, अन्त यसरी खानु पाइन्छ है। अलिकति दुःख गरेपछि दामी छ है मकै चाहिँ। हाम्रोमा चाहिँ अब आगो फुक्ने किचन छैन, आगो दाउरा बाल्दैन, त्यो कारणले ग्यासमै पो भुट्दैछ। यसरी भुटेको पनि पोलेको जस्तै हुन्छ, तर पोलेको चाहिँ छुट्टै टेस्ट हुन्छ। अब यसको पनि अलग टेस्ट हुन्छ। अब घिउ लगाएपछि त मिठै हुने हो सबै कुरा। ल है साथी हो, बाई बाई सबैजनालाई, गुड नाइट भन्दै आजको भिडियो यहीँ शेष गर्न चाहता हूँ।